अब हामी अब ब्याचिङ अब हामी आज नयाँमा भनेको ब्याचिङ भनेको अब हामीले कङ्क्रिट बनाउने बेलामा सिमेन्ट हाल्छौँ, फाइन एग्रिगेट बालु हाल्छौँ, गिटी हाल्छौँ, त्यसलाई नापेर हाल्नु पर्यो नि। हो त्यो नाप्ने भनेको चाहिँ हाम्रो लाई चाहिँ हामी प्रोपोर्सनिङ गर्ने भनेको चाहिँ हामी के हो ब्याचिङ भनेर भन्छौँ। ब्याचिङ पनि अब हामीले दुई तरिकाले गर्न सकिन्छ। एउटा भोल्युम ब्याचिङ भनेर भन्छौँ, भोल्युम नापेर गर्ने। जस्तो 1 2 4 भनौँ न, 1 गज बक्स सिमेन्टी, 2 गज बक्स बालुवा, 4 गज बक्स गिटी तरिकाले हाल्नु भने त्यसलाई हामी भोल्युम ब्याचिङ भनेर भन्छौँ। यो भोल्युम ब्याचिङ भनेको हामी यसो गज बक्स, यस्तोलाई हामी गज बक्स भनेर भन्छौँ। यो गज बक्स भनेको सहायताले चाहिँ गर्छौँ। यो चाहिँ के हुन्छ 35 लिटरको हुन्छ। जस्तो हामीले एउटा सिमेन्टी चाहिँ 35 लिटर हुन्छ भनेर भन्छौँ। एउटा सिमेन्टीको बोरा चाहिँ यहाँ नापिराख्नु परेन, सिधै तपाईँले खनायो अनि चाहिँ 2 बालुवा 4 गिटी खनायो। त्यही भएर हामी ठ्याक्कै यो सिमेन्टीको चाहिँ भोल्युम बराबर भनेको 35 लिटर बराबरको हामी यस्तो गज बक्स चाहिँ हामीले राख्नुपर्छ। यो गज बक्सको सहायताले चाहिँ यसरी नापेर गर्नु भने भोल्युम ब्याचिङ भनेर भन्छौँ। अब हामीले फिल्डमा काम गर्दाखेरि पनि अब हामी प्राविधिकले सिकाउँदाखेरि चाहिँ यो गज बक्सै प्रयोग गर्नुपर्छ भनेर चाहिँ हामीले गर्नुपर्छ। कतिपय ठाउँमा त्यो डोकोबाट गर्ने, कतिपय ठाउँमा त्यो बेल्चाले नापेर गर्ने। म 70 बेल्चा हाल्यो भने मिल्छ भनेर भन्ने त्यस्तो पनि हुन्छ। कसैले चाहिँ त्यो कराईमा नापेर गर्ने। अब तिनीहरूको चिजको एकुरेसी चाहिँ हुँदैन भनौँ न। हामी प्राविधिकले चाहिँ फिल्डमा काम गराउँदाखेरि अनिवार्य रूपमा अब अहिलेसम्म अब कमै गरिराखेका हुन्छन्, कतिले बेल्चै प्रयोग गरिरहेको हुन्छ, तर हामीले हुँदैन भनेर भन्दै गइयो भने के हुन्छ, जे गर्नुपर्ने त्यही गर्छन्। त्यही भएर हामीले यो गज बक्स अनिवार्य प्रयोग गर्नुपर्छ भनेर भन्छौँ। अर्को चाहिँ हामीले वेट ब्याचिङ भनेको वेट नापेर गर्ने। जस्तो 1 2 4 भनौँ भने 1 केजी सिमेन्टी, 2 केजी बालुवा, 4 केजी गिटी टाइपकोलाई चाहिँ हामी वेट ब्याचिङ भनेर भन्छौँ। र यो भोल्युम ब्याचिङ भन्दा वेट ब्याचिङ गरेको के हुन्छ, मोर एकुरेट चाहिँ हुन्छ भनौँ। त्यही भएर हामीले सकेसम्म चाहिँ वेट ब्याचिङ गर्ने हो। अब सानो काम छ, सबैमा तौल नाप्न सकिँदैन भने मात्र हामीले के गर्ने हो, भोल्युम ब्याचिङ चाहिँ गर्ने हो। र हाम्रो IS 456 2000ले के भन्छ भन्दाखेरि यसरी नाप्ने बेलामा चाहिँ हाम्रो यो सिमेन्टी हो भने ±2% भन्दा हुनु हुँदैन, अरू हो भने हाम्रो ±3% भन्दा बढी हुनु हुँदैन भनेर भन्छ। त्यही भएर हामीले यो डोकोबाट थुन्सेबाट त्यो बेल्चाले नाप्दाखेरि त हाम्रो ±3 भित्र पर्छ भन्ने त छैन। त्यसरी चाहिँ हामीले ऱ्यान्डमली हाल्दाखेरि र हामीले जहिले पनि यो गज बक्स प्रयोग गर्नुपर्छ कि चाहिँ हामीले वेट ब्याचिङ चाहिँ हामीले गर्नुपर्छ। अब तपाईँले ब्याचिङ गर्नुभयो 1 2 4 हाल्ने भन्ने थाहा पाउनुभयो भने अब त्यसलाई के गर्नुहुन्छ, मिक्स गर्नुहुन्छ। अब मिक्स पनि तपाईँले दुई तरिकाले चाहिँ हामीले गर्न सकिन्छ। एउटा ह्यान्ड मिक्स भनेर हामी म्यानुअल मिक्सिङ भनेर भन्छौँ। मान्छेले गर्ने यसरी बेल्चाको सहायताले यसरी हामीले गर्नेलाई चाहिँ ह्यान्ड मिक्सिङ भनेर भन्छौँ। जहिले पनि अब हामीले ह्यान्ड मिक्सिङ गर्दाखेरि 10% एक्स्ट्रा चाहिँ हामीले सिमेन्ट चाहिँ एड गर्नुपर्छ, किनभने ह्यान्ड मिक्स राम्रोसँग नहुने हुनाले। र हाम्रो अब बानी के हुन्छ भन्दाखेरि हातले मुस्ने भनेपछि दिनभरिलाई चाहिने चाहिँ मिक्स गरेर छोडिदिउँ, अनि खाजा खाना हिँड्ने, फेरि जति भ्याइन्छ त्यति काम गर्ने, अनि फेरि भ्याइएन अर्को दिन छोपेर राख्ने, अनि फेरि पानी छम्केर चाहिँ काम गर्ने। यस्तो प्र्याक्टिस चाहिँ हुन्छ। त्यो चाहिँ जस्तो अघि पनि हामीले भन्यो सिमेन्टको सेटिङ टाइम भनेको त 30 मिनट हो। 30 मिनट पछाडि त सेट हुन सुरु गर्छ, 10 घन्टा पछाडि त फुल्ली सेट भइसकेको हुन्छ। त्यही भएर हामीले जहिले पनि यो 30 मिनटभित्र प्रयोग गर्न सक्ने गरेर चाहिँ बढीमा 0.25 घनमिटर भनेको एकदमै थोरै परिमाण मात्र हामीले के गर्नुपर्छ, मिक्स गर्नु चाहिँ पर्छ। अहिले फिल्डमा जानुभयो भने ह्यान्ड मिक्स गर्ने ठाउँमा एकदम भद्रगोल देखिन्छ हैन। यो चाहिँ हामीले अलि निरुत्साहित चाहिँ गर्नुपर्छ। अर्को चाहिँ मिक्सिङ बाई मेसिन भनेको चाहिँ हामीले मेसिन भनेको मेकानिकल्ली मिक्स गर्ने। यो चाहिँ के हुन्छ, ह्यान्ड मिक्सिङ भन्दा इफिसियन्ट पनि हुने भयो, सजिलो पनि भयो, राम्रो क्वालिटी पनि हुने भयो। यो मिक्सरमा हामीले जहिले पनि 2 देखि 3 मिनट चाहिँ हामीले के गर्नुपर्छ, मिक्स गर्नुपर्छ। अब अहिले तपाईँ यसो फिल्डमा जानु भने यसो 10-15 सेकेन्ड यसो 2-4 राउन्ड लगाइसके पछाडि अनि खनाइदिइहाल्ने गर्छन्। त्यस्तो चाहिँ हामीले गर्नु हुँदैन। कम्तीमा हामीले 2 देखि 3 मिनट गर्नुपर्छ। यो 15 देखि 20 रिभोल्युसन पर मिनट गरेर टोटलमा चाहिँ हामीले 25 देखि 30 वटा रिभोल्युसन भनौँ न यो कङ्क्रिटको मिक्सर घुमेको चाहिँ हुनुपर्छ। यसो 5-7 चोटि घुमायो अनि छिटो गर्ने भनेर चाहिँ यसरी खनाइहाल्नु चाहिँ हुँदैन। यो पनि हामीले ख्याल गर्नुपर्छ। यसरी हामीले मेसिन मिक्सबाट पनि गर्न सकिन्छ।